फ्रेन्ड्स, आज चाहिँ म टाइपो बनाउन जाँदैछु। अनि यसमा चाहिँ म अलिकति इस्ट हाल्दैछु हो। अनि यसलाई चाहिँ मैले चिसो पानीले मुछ्नु जाँदैछु। कतिजनाले चाहिँ तातो पानी हाल्दो रहेछ हो, तर म चाहिँ चिसो पानी हालेर मुछ्छु हो। अनि यसरी डल्ला पार्छु। अन्त यो डल्ला पारिसकेर चाहिँ म चाहिँ यसलाई चाहिँ ढकनीले छोपेर हो, अनि घाममा राख्छु है म चाहिँ। साथी हो, तपाईँहरूले चाहिँ के गर्नुहुन्छ हो। म चाहिँ घाममा यसरी राख्छु, छिट्टो तातेर फुलिन्छ नि त। मेरो फुली पनि हाल्यो हो। फुलेर चाहिँ यो चाहिँ मेरो सुँगुरको मासुको किमा हो। आज चाहिँ म चाहिँ सुँगुरको मासुको टाइपो बनाउँदैछु। हेर्नुहोस् है, सुँगुरको मासुको टाइपो चाहिँ एकदमै मिठो हुन्छ नि त हो, दामी हुन्छ। यसलाई चाहिँ मोटो मोटो पारेर चाहिँ बेल्नुपर्छ। अनि यसलाई चाहिँ राख्दाखेरि चाहिँ फरक फरक गरेर राख्नुपर्छ यसरी हो। यसरी फरक फरक राख्नुपर्छ। अनि अहिले फुलिन्छ नि त। मेरो टाइपो चाहिँ रेडी भयो। हेर्नुहोस् है, मेरो टाइपो चाहिँ पाक्यो है साथी हो। यसमा चाहिँ टमाटर र लसुनको अचार बनाएको छु हो। मलाई चाहिँ लसुनको अचार पुरा मनपर्छ नि त। अनि यो चाहिँ सुप हो, अनि यो चाहिँ अचार हो। कस्तो मिठो टेस्टी भएछ हौ। थ्याङ्क यू।